नमस्ते, स्वागत छ तपाईहरुलाई। आज मैले चाहिँ इस्कुस चाहिँ हामीले कसरी रोपेको थियो पिछले साल पनि अनि आज पनि रोपिरहेको थियो। त्यो याद आएर मैले तपाईहरुको अगाडि भिडियो बनाएर देखाउन गइरहेको छु। सो तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर हामीले चाहिँ यसरी रोप्छ भनेर तपाईहरुलाई भिडियोमा लिएर आएको छु है। मुनि चाहिँ पत्करहरु लाउने गर्छ। त्यहाँदेखि चाहिँ यो तपाईले देख्नुहुँदैछ मलहरुको मिश्रणहरु। मलको मिश्रणमा चाहिँ तपाईको छ गाईको मल अनि बाख्राको मल, माटो अनि जंगलको मल पनि मिसाएर चाहिँ यसरी बोरामा हालेको छौं। यो बोरा चाहिँ तपाईले देख्नुहुँदैछ। यो बोरा चाहिँ कुखुराको चारोको बोरामा चाहिँ किन हालेको भन्दाखेरि चाहिँ यो चाहिँ राम्रो छिटो चाहिँ कुहिँदैन नि त, मकिँदैन। किनभने यो चाहिँ लामो टाइमसम्म बस्नुपर्छ। त्यसले गर्दा चाहिँ नमकिने नयाँ बोरामा चाहिँ हालेको छ। अनि यसमा चाहिँ इस्कुस रोप्न गइरहेको छ। यसरी इस्कुस रोपेको छ भनेदेखि चाहिँ जमिन मुनिनिर चाहिँ कता खन्नुपर्छ, ठुलो जग्गाहरु चाहिन्छ है। त्यो जग्गा नहुनेले चाहिँ तपाईले यसरी गर्न सक्नुहुन्छ। यो चाहिँ बोरा भित्रै तपाईले इस्कुसको जरा मज्जाले ठुलठुलो तपाईले जराहरु पनि पाउन सक्नुहुन्छ। अनि तपाईलाई इच्छा लागेमा है तपाईले पनि यसरी रोप्न सक्नुहुन्छ। जग्गा बेसी नै हुनेले पनि तपाईले यसरी नै गर्नुभयो भनेदेखि चाहिँ बोरामा गर्नुभयो भनेदेखि चाहिँ मुसाले खाँदैन। यसरी मुनि पसेछ मुसाले खाने यो हुन्छ, चान्सेस हुन्छ हैन। अनि कतिवटा चाहिँ खन्नु धेरै जग्गा लाग्छ नि, यसको लागि चाहिँ माथिदेखि खन्नु पर्छ नि त। त्यो खन्नु चाहिँ यसमा पर्दैन। त यसै गर्यो भनेदेखि चाहिँ राम्रो पनि हुन्छ, आफुलाई टाइम कन्ज्युम पनि हुन्छ। अनि मैले मेरो भिडियोमा चाहिँ तपाईलाई जस्तो छ त्यस्तो लिएर आएको छु। मैले अर्ग्यानिक भिडियो लिएर आएको छु। अर्ग्यानिक भन्दैमा हामीले है बस्तीमा रोप्दैमा मात्रै अर्ग्यानिक भन्दैन, तर बस्तीमा रोपेर पनि कतिले केमिकल फर्टिलाइजरहरु, पेस्टिसाइडहरु बेसी लागेको छ भनेदेखि त्यो पनि अर्ग्यानिकमा त्यस्तो बेसी आउँदैन। तर हामीले चाहिँ मैले तपाईले हेर्नु भएको छ भनेदेखि आलु रोप्दाखेरि पनि तपाईले कुनै पनि एउटा केमिकल नहालिकन खरानीको प्रयोग गर्ने गर्छ। तर हामी चाहिँ मान्छेहरु टक्कै नपस्ने गर्छ नि त, त्यसरी गर्ने गर्छ। त्यसले गर्दाखेरि त्यो चाहिँ एकदम प्योर अर्ग्यानिक भयो। अनि यो इस्कुसहरु अनि यसरी रहेको छ। अनि यसो गरेको छ भनेदेखि चाहिँ अलिक पानी हुरी बतास आउने टाइम पनि हुँदैछ। यसलाई मज्जाले घस एउटा छ्याप्पै बनाएर लाउँदा पनि हुन्छ हो। त्यसरी उयो गर्दा पनि हुन्छ, जोगिने चान्सेस हुन्छ। अनि यहाँनिर तपाईले देखेको छ यहाँनिर अगाडि अलरेडी यहाँनिर चाहिँ थाक्रा छ। थाक्रा भन्दा यहाँनिर आरुको बोट छ। किन यो आरुको बोटमा लगाएको भन्दाखेरि तपाईले है प्रश्न हुन्छ ल, किनभने आरुको बोट त अब आरु फल्ने आरु भनेर। तर यो आरु चाहिँ त्यस्तो मिठो नभएकोले गर्दा अमिलो अनि खानामा त्यस्तो राम्रो चाहिँ नभएकोले गर्दाखेरि चाहिँ हामीले यसमा हालेका छौं। यो मेरो बाउजूले है रोप्दै गर्दाखेरि चाहिँ यसरी तपाईलाई मैले भिडियोमा पनि लिएर आएको छु। यसरी नै हामीले रोप्ने गर्छौं है त। अनि तपाईले देख्नुहुँदैछ यसरी नै तपाईले यहाँनिर देख्नुहुन्छ अर्को बोरामा पनि यहाँ माटो हालेको छ, मलहरु हाल्दैछ। यो मल चाहिँ केको लागि भन्दाखेरि चाहिँ यो बोरा सानो अनि यो चाहिँ चामलको बोरा लागेको छ। यसमा यो पनि छिटो मकिँदैन। हामीले बोरामा हाल्दाखेरि पनि अलिक आफूले चाहिँ हेरेर जाँचेर हाल्नुपर्छ। किनभने सिमेन्टको बोराहरु चाहिँ छिटो मकिने हुन्छ नि त। अनि नमकिने छिटो नमकिने चाहिँ बोरामा हाल्नुपर्छ। अनि यो चाहिँ पहिलेको साल पनि यसरी रोपेकोले गर्दाखेरि चाहिँ यो साल पनि फेरि पनि त्यस्तै आफूलाई ठिक लाग्यो है, राम्रोसँगले फल पनि भयो भनेर चाहिँ खान पाएको थियो भनेर चाहिँ यो साल पनि यसरी हालेको छ। यसमा चाहिँ अब काँक्रा रोप्ने छ है। यसमा चाहिँ काँक्रा रोपेर डाइरेक्ट गरेर चाहिँ काँक्रा रोप्ने भनेर चाहिँ यसमा सानोमा चाहिँ मल हालेछ। काँक्रामा त्यस्तो बेसी पर्दैन भनेर चाहिँ यहाँनिर काँक्रा अब रोप्न गइरहेको छ। यहाँनिर काँक्रा रोपेर चाहिँ काँक्रा र यो चाहिँ एउटै थाक्रामा गएको छ। अनि थाक्रा पनि यहाँनिर चाहिँ खुल्ला छ नि त। अनि काँक्रा त छिटो फलिहाल्छ। अनि त्यसले गर्दाखेरि दुईटा सँगसँगै यसरी हालेको छ। अनि तपाईले पनि यसरी गर्न सक्नुहुन्छ कतै घरको ट्यारिसतिर हैन। अनि तपाईको अगाडि रुखहरु छ भनेदेखि पनि त्यसरी लगाएर तपाईले रोप्न सक्नुहुन्छ। यो चाहिँ पानी हाल्नु पनि पाइयो, ठक्कै सजिलो पनि भयो नि त। बारीतिर त पानी हाल्नु कता जानु भन्दाखेरि घरको छेउछाउतिर यसरी रोपिरहेछ भने चाहिँ टक्कै फ्रुट्सहरु घरमा वरिपरिमा राम्रो पनि देख्छ नि त नि। त्यसले गर्दाखेरि चाहिँ यसरी लगाएको छ। यहाँनिर यो चाहिँ थाक्रा सानो माथि यसमा जानुको लागि, रुखमा जानुको लागि, ठुलो थाक्रामा जानुको लागि
यहाँ हेर्नुहोस् तपाईँले मजाले लगाइछ है 4टा इस्कुस लागेको छ अनि 4टा इस्कुस माथि चाहिँ गएर थाक्रा माथि चाहिँ मजाले फिन्जेर गएको छ नि त रुख त्यसले गर्दा फिन्जेकोले गर्दा मजाले फिन्जेर जान्छ अनि राम्रोसँगले फल्नु पनि सक्छ यदि तपाईँले यसरी ट्राई गर्नुभएको छैन भने चाहिँ गर्न सक्नुहुन्छ है आशा गर्दैछु तपाईँले मेरो भिडियोलाई मन पराउनु भयो भनेर मेरो ब्लगिङ सुरु है आजको दिनमा साथ दिनुभएको छ धन्यवाद तपाईहरुलाई